सुस्पर्शको एउटा टपिक किरण त्यो चाहिँ मलाई सरसर्ती पर्छ है। कहिले पनि लडाइँ नलडेरै हारे नभन्नु, पूर्ण प्रयासपछि कहिले हार भेटिँदैन कि मानिस विजय हुन्छ कि हुन्छ ज्ञानै। एउटै नम्बरका 11वटा मिस्ड कल मोबाइलको स्क्रिन बुजु लगाएर बसेका रहेछन्। फेरि उही नम्बरको 12औं मिस्ड कलले उज्यालिएको फोन भाइब्रेसनले घुर्न थालेपछि महसुस भयो मैले यी सबै कल पत्तो नपाउनु कारण 12औं कल झैँ सबै कल सायद एक एक घन्टेका थिए। फोन थियो साइलेन्ट मोडमा। त्यो अपरिचित नम्बरधारी मान्छेको छटपट म बुझ्न सक्थेँ। मैले हरेक दिन फोनबाटै समस्या सुनेर पहाड पारी दुर्गम गाउँमा ओखती म्यासेज पठाउन थालेको दशक पुग्न लागेको थियो। सोचे यो फोन या कर्णालीको दुर्गमको पनि दुर्गमबाट आएको छ या फोन गर्ने मान्छे संवाद होला नहोला भन्ने दुविधाको पिङ खेलिरहेको छ। मैले 13औं कल कुरिन तुरुन्तै त्यस नम्बरमा डायल गरेर घन्टीको गन्ती गर्न थालेँ। फोन उठ्यो। एउटी महिलाको हडबडाउँदो आवाजले म यसरी तर्सेँ मानौ उनले फोनमा ध्वनि होइन करेन्ट पठाएकी छु। सुन्नु न, म चिसापानी कर्णाली पुलमा उभिएकी छु। हाम फाल्न लागेकी छु। म हाम फालौँ फालौँ भएको छु मलाई। मैले एकपटक आफ्ना साथीसँगै परिवार र सके जति सबैलाई सम्झेँ। रफ्तारमा अन्दाज लगाए कसैको सम्झना आकृति नमिलेपछि मैले रित्तो उत्तर फर्काएँ, तपाईँको हो र? मैले त केही कुरै बुझिनँ नि। उताबाट कुनै उत्तर आएन। उत्तर नआएपछि म झन् झसङ्ग भएँ। मानसिक तनाव वा समस्यामा रहेका आफ्ना साथीसँगैको पहिचान कसरी पहिचान गर्ने र उनीहरूको सहयोगी बन्ने भनी विद्यालय कलेजमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न थालेको आज तेस्रो महिना भएको थियो। क्लास 1 घन्टाको हुन्थ्यो। अनि अन्तिममा मैले आफ्नो फोन नम्बर दिन्थेँ र भन्थेँ तपाईँहरू कसैलाई पनि मानसिक तनाव बढ्यो, आत्महत्याको सोच आयो अनि सुनिदिने कोही भएन भने मलाई फोन गर्नु है। म 24 घन्टा उपलब्ध हुनेछु। लाग्यो तिनै विद्यार्थीमध्ये कोही हुनुपर्छ। मैले उहाँको परिचय प्रश्न नगरी तत्काल एउटा सुझाव बिस्तारै राखेँ। सुन्नु न, जे जस्तो पो होस् आज एक दिनका लागि मात्र एक दिनका लागि कुनै नयाँ निर्णय नलिनु तपाईँले। बरु मलाई आफ्नो बारेमा सबै कुरा भन्नु न। संसारमा कसैले पनि कुनै दिन तपाईँसँग यस्तो वाक्य बोल्यो मलाई मर्न मन लाग्छ यार हिजो आज। अब बाँचेर कुनै काम छैन वा म बाँच्नु र मर्नुको कसैलाई के मतलब छ र? अब बुझ्नु तपाईँले जे सुन्नुभयो त्योभन्दा फरक अर्थ छ यी वाक्यको। यी वाक्यभित्र लुकेको मानवीय वास्तविक अर्थ हो। मलाई मेरो जीवनका समस्याले बाँच्न मुस्किल पारिरहेका छन्। अब बाँच्न सकिन्न भएको छ र पनि म बाँच्न चाहन्छु। तपाईँ मेरो जीवनको सबैभन्दा मनपर्ने मलाई बुझ्ने मानिस हो। मलाई बचाउनु, मेरो मित्र मलाई बचाउनु। म तपाईँको साथ चाहन्छु। म बाँच्न चाहन्छु। उसले तपाईँसँग जीवनदान मागिरहेको छ। तपाईँसँग गुहार गरिरहेको छ। मेरो मस्तिष्क केही तथ्यहरूमा पौडी खेल्दै थियो। उताको आवाजले म उतैतिर तानिएँ। मेरो बारे हो, तपाईँको बारे। खोइ के भन्नु भनेर साध्य छैन। प्रयास त गर्नु। म सुनिरहेको छु। म सुन्न चाहन्छु। म अपाङ्ग छु। दाहिने खुट्टा पोलियोले नचल्ने छ सानैदेखि अनि बा आमा थिएनन्। मामा माइजूले हुर्काउनु भयो। चिङ्गाड दैलेखको घर अरू सुनाउनु। साथी खासै छैनन् मेरा। पढ्न त आए तर पढेर पो के होला जस्तो भएको छ। बाँचेर के नै होला र जस्तो हुन थालेछ। 2 वर्ष भयो सुर्खेतमै पढ्छु। 2 पटक एकै विषयमा फेल भए। कलेजमा सबैजना मलाई देखेर हाँस्छन् होला। मैले पढेँ भने पनि जागिर पाउनेवाला छैन। अहिले भर्मर आएको बर्दिया फर्कन मन लागेन। यो पुल र पुलमुनिको कर्णाली देखेर कस्तो लागिरहेको छ। उसो भए मेरो बुझाइमा तपाईँ आफ्नो समस्याबाट मुक्ति चाहनुहुन्छ। मेरो बुझाइमा तपाईँको भित्री चाहना मर्नु होइन, दुःखमुक्त जीवनको बाटो खोज्नु हो। भित्रभित्र तपाईँ मर्न चाहनुहुन्न जस्तो लाग्यो मलाई। एक दिनका लागि कुनै नयाँ निर्णय नगर्नु ल। उत्तर आएन। एकछिन फोनलाई मुठीमा दबाएर कानमा टाँसेर चुपचाप उत्तरको प्रतीक्षामा बसेँ। उनी किन चुप भइन् भन्न गाह्रो थियो। म किन चुप छु यो अझ गाह्रो थियो। तर मेरा कानमा उनको लामो सासको आवाज आइरहेको थियो। केही समयमै मेरो सास पनि लम्बिँदै गयो। बेला पुल तर्दै गरेका गाडीको आवाज साससँग जोडिन्थ्यो। एकछिन हामी एकअर्काको सास संवादमै हरायौँ। मैले फेरि एउटा नयाँ प्रश्नले सास संवाद अन्त्य गर्न खोजेँ। उता तपाईँका मामा माइसँग को हुनुहुन्छ? मामा माइजूका सन्तान छैनन्। उहाँहरूले आफ्नै सन्तान सम्झेर मलाई पाल्नुभयो। तर मैले उहाँहरूका लागि केही गर्न सकिनँ। म उहाँहरूका लागि पनि गाह्रो भएँ। सन्तानले केही दिनु पर्दैन। आफ्नो अभिभावकलाई बस माया दिए पुग्छ। चाडपर्व आउँदैछन् अब। चाडपर्वमा घर पुगेर अँगालो दिए पुग्छ अनि बुढेसकालको लट्ठी बनिदिए पुग्छ। तपाईँ हुनु मात्र पनि उहाँहरूका लागि संसार हुन सक्छ नि। मेरा पनि बा हुनुहुन्न। आमासँग बसेको छु विदेश छाडेर गाउँको घरमै। अनि सुन्नु न भन्नु
मलाई त तपाईँलाई भेट्न मन लाग्यो नि, म जस्तीलाई किन भेट्न मन लाग्यो तपाईँलाई? सानैमा पोलियोले अपङ्गता भएकी मामामाईसँग हुर्किएर दैलेखबाट सुर्खेतसम्म आएर विश्वविद्यालय पढाइ गर्न सक्षम तपाईँको जीवन प्रेरणादायी लागेर यु आर स्ट्रङ लेडी। बलियो हुनुहुँदो रहेछ तपाईँ त। मेरो नजरमा तपाईँ सङ्घर्ष गरेर जहाँ पुग्नु भएको छ त्यहाँसम्म एउटा बलियो र सक्षम मान्छे मात्र पुग्न सक्छ। त्यसैले तपाईँभित्रको त्यो बलियो मान्छे भेट्न मन लाग्यो, कुरा सुन्न मन लाग्यो। आई नो यु आर स्ट्रङ एन्ड यु हेभ लट अफ रिजन टु लिभ। उनले अचानक फोन काटिदिइन्। मैले फेरि फोन लगाएँ, फोन अफ भयो। फेरि फोन लगाएँ, फोन अफ नै थियो। केही समयपछि सम्झना भयो मैले त प्रहरीलाई पो खबर गर्नुपर्ने थियो। ढिलै भए पनि प्रहरीलाई फोन गरेँ। मसँगको संवाद सुनाएर फोन नम्बर टिपाइदिएँ। जीवनमा पहिलोपल्ट मैले आत्महत्या प्रयास गरिरहेको कसैलाई त्यसको प्राथमिक उपचार गरेको थिएँ। पहिलो चरणमा मैले उनको कुरा ध्यान दिएर इच्छुक मनले सुनेको थिएँ। सुन्दै गर्दा उनीभित्रका दोषी चस्मा पत्तो लगाउने प्रयास गरेको थिएँ। लगत्तै उनीलाई नै त्यसबारे अवगत गराएको थिएँ। सुन्दै गर्दा उनका बलिया अनि प्रेरणादायी गुण पहिचान गरी उनीलाई तीबारे स्मरण गराएको थिएँ। उनलाई माया गर्ने मामामाइजूबारे पनि सम्झाइदिएको थिएँ। अन्त्यमा एउटा सुझाव बारम्बार दिने प्रयास गरेको थिएँ। आत्महत्या गर्न मन लागे पनि एक दिनका लागि कुनै नयाँ निर्णय नगर्नु है। लगत्तै ममा ज्वालामुखीका ज्वारभाटा नयाँ चिन्तन बनेर मन आकाशमा आगो लगाउन प्रकट भए झैँ उकालिए। सामान्य चोट लाग्दा हरेक विद्यालय कलेजमा प्राथमिक उपचार गर्न सिकाइन्छ, तर भावनात्मक चोट लाग्दा के गरिन्छ? आत्महत्याको प्राथमिक उपचार कहाँ सिकाइन्छ? पहिलो र दोस्रो विश्वयुद्धपछि पनि मान्छेले मान्छेकै प्राण लिने क्रम रोकेको छैन। उति बेला एउटा मान्छेले अर्कोको प्राण लिने सङ्ख्या जस्तै जस्तै छ आफूले आफ्नै प्राण लिने क्रम र सङ्ख्या। वार्षिक करिब 7 लाखभन्दा बढी। संसारका हरेक मानिसले आफू अनि आफ्नाका लागि भावनात्मक प्राथमिक उपचार विधि सिक्नुपर्ने बेला भएन र? मैले अर्को दिन पनि त्यही नम्बरमा फोन गरेँ। फोन स्विच अफ नै थियो। मनमा खुल्दुली बढ्यो। के भयो होला? त्यसको 2 दिनपछिको कुरा हो। अस्पतालको काम सकेर बाहिर निस्कँदै गर्दा एउटा मसिनो स्वरले मेरा पाइलालाई ब्रेक लगाइदियो। पछाडि फर्के एउटी दुब्ली सानो केटी दाहिने हातमा मसिनो बैशाखी र देब्रे हातमा झोला भिरेर मेरो पछाडि उभिएकी रहेछिन्। म अघिदेखि कुरिरहेकी थिएँ। अस्ति फोनमा कुरा भएको थियो नि। झोला बोकिरहेकी उनको देब्रे हातलाई चपक्क समातेर मैले उनलाई आफ्नो खुसीको तापक्रम महसुस गराएँ। मेरो अनुहार हेर्दै उनी मुस्कुराउन बल गरिन् र सफल भइन्। दिनभरिको मेरो थकान क्षणभरमै गायब भयो। केही समय मैले उनलाई अरू सुने। मलाई थाहा थियो उनलाई डाक्टर होइन सुनिदिने साथी चाहिएको थियो। छुट्टिने बेला उनले आफ्नो नयाँ जागिरको सम्भावना सुनाइन्। म अब धेरै मामामाइजूको भार बढ्न चाहन्न। मैले जागिर पाएको छु, ल फर्ममा लेख्ने जागिर, तर एउटा ल्यापटप चाहिन्छ रे। सेकेन्ड ह्यान्ड सस्तो पर्छ होला है। मैले भर्खर नयाँ ल्यापटप किनेको थिएँ। पुरानाको लागि ग्राहक खोज्दै थिएँ। त्यसैले तत्काल मैले आफ्नो सेकेन्ड ह्यान्ड ल्यापटपको मूल्य उनलाई सुनाएँ। मसँग छ अहिलेको मार्केट मूल्यको आधा दिनु, तर अहिले पर्दैन। जब तपाईँसँग पैसा हुन्छ त्यति बेला। अर्को दिन बिहान ठिक 10 बजे अस्पतालको गेटमा ल्यापटप लिन आउने बाचा गर्दै उनले भनिन्, धन्यवाद, पुनर्जन्म पाए झैँ भएकी छु। अनि उनी बिदा भइन्। भोलिपल्ट म पुग्नु अगावै उनी अस्पतालको गेटपाले बनेर उभिएकी थिइन्। आफ्नो पुरानो ल्यापटप अटेको एउटा पुरानो झोला उनको देब्रे काँधमा भिराइदिएर अस्पतालभित्र हराए। त्यो ल्यापटपभित्र मैले एउटा खाम छोडेको थिएँ जसमा एउटा चिठी थियो र त्यो चिठीमा कसैको कथा